30 डे च्यालेन्जिङको डे 10 मा वेलकम गुड मर्निङ शुभ प्रभात र म चाहिँ बिहान 5 बजे मर्निङ वकको लागि उठिसके पछाडि चाहिँ एक गिलास मनतातो दुध दिनुभयो मम्मीले अनि दुध खाइसके पछाडि चाहिँ मेरो रनिङ स्टार्ट भयो र दौडिसके पछाडि चाहिँ म बिचबाटोमा पुगिसके पछाडि चाहिँ मैले 45 50 55 पुसअप गरेँ र पुसअप गरिसके पछाडि चाहिँ मेरो रनिङ कम्प्लिट भयो र रनिङ कम्प्लिट गरिसके पछाडि चाहिँ मजाले म घर गएर घर पुगिसके पछाडि चाहिँ मजाले अर्ग्यानिक चिया चुस्की हान्दै मजाले एकछिन रेस्ट गरेँ र रेस्ट गरिसके पछाडि चाहिँ आज चाहिँ गाउँमा पानी लगाउनु पर्ने थियो त्यस कारणले गर्दाखेरि पाइपहरू कलेक्सन गरेर चाहिँ म चाहिँ खेततिर लागेँ अनि त्यस पछाडि एकछिन बाबा मम्मी पनि आउनु भयो अनि त्यस पछाडि सबै मिलेर चाहिँ पानी लगाउने काम भयो अनि भोक पनि लागिरहेको थियो एकछिन म घर गइसके पछाडि चाहिँ मम्मीले खाना पकाइसक्नु भएको रहेछ अनि मैले चाहिँ गम खाना खाएँ अनि त्यस पछाडि खाना खाइसके पछाडि फेरि म खेततिर फर्केँ र खेततिर फर्किसके पछाडि त्यही काम मजाले पानी लगाउने काम भयो र गाउँमा पानी लगाइसके पछाडि चाहिँ म चाहिँ घर फर्केँ त्यस पछाडि एकछिन नुहाएर चाहिँ मजाले फ्रेस भएर म चाहिँ चोकतिर निस्केँ किन त भन्दाखेरि चाहिँ आज हामी चाहिँ कलाकारहरू रिसिभ गर्नु जानुपर्ने थियो बाणी बजारमा हाम्रो स्थानीय बजारमा र भोलिदेखि चाहिँ म्युजिक भिडियो सुटिङ हुनेवाला छ त्यस कारणले गर्दाखेरि सबै सुटिङ युनिट प्लस कलाकारहरूलाई हामीले रिसिभ गरिसके पछाडि चाहिँ हामीले सबैलाई दोसल्ला लगाएर सम्मान गऱ्यौँ र सुटिङ टिम प्लस कलाकारहरू सबैजना थक्नु भएको थियो अब चाहिँ एकछिनमा रेस्ट गर्नुहुन्छ खानासाना खाइसके पछाडि चाहिँ र अब चाहिँ हामी भोलिदेखि सुटिङमा बिजी हुनेछौँ र बाँकी मेरो ब्लगहरू चाहिँ भोलिदेखि फेरि खत्रै खालको आउनेछ मिनी ब्लग र आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ गाइज बाई टेक केयर